after a very long time. आफूले मेहनत गरेर बनाएको खाएको मिठो हुन्छ। मलाई झन्डै 11-12 months भयो। यो मेरो सेकेन्ड टाइम हो। फर्स्ट टाइम मैले अस्ति बनाएको थिएँ, खाएको थिएँ जुगाड गरेर। तपाईँले त्यो भिडियोमा हेर्न सक्नुहुन्छ। इट्स जस्ट फर मेमोरिज है। कलेज लगेपछि सबै कुरा गर्नुपर्छ क्या। एटलिस्ट आफ्नो खानुको लागि चाहिँ लसुनको अचार लास्ट टाइम मैले तिलको बनाएको थिएँ। इट वाज प्रेटी गुड, बट आई वान्टेड टु ट्राई another what do you say, this sauce. अझै पाक्दैछ भित्र, but I don't think I can eat more than this. After 11-12 months, I'm having a momo. मोमोलाई चाहिँ पर्फेक्ट बनाउनु भनेको चाहिँ अचार हो कि। जति मिठो अचार त्यति मिठो मोमो। पानी हाल्नु भने पानीमा चाहिँ फोन राखिरहेको छु। क्रेभिङ हुन्छ कि। अब त ड्युटीमा एउटै खाना खाइरहेकोले त्यो पनि घरको जस्तो खानु पाउँदैन। मसला हालेको म चाहिँ एक टाइम ल्याएर बनाएर खान्छु। आज र भोलि चाहिँ मेरो छुट्टी छ, त्यही भएर चाहिँ म चाहिँ लेट्स मेक अ मोमो एन्ड इट भनेर चाहिँ। बट आई थिङ्क आइ एम डन। लास्ट टाइम त अझै मिठो भएको थियो। आई डोन्ट नो वाइ। आई थिङ्क बिकज मैले आफ्टर लङ टाइम मैले खाएको थिएँ भनेर। दिस मा सेकेन्ड टाइम। यहाँनिर पाउँछ मोमोजहरू पनि, तर इट्स नट लाइक दिस क्या। यस्तो टेस्टी हुँदैन। कहिले दिनको बासी के हुन्छ। अस्ति मैले खाउँ भनेर सोचेको थिएँ, तर एकजना साथी छ मेरो, ऊ गएको थियो अरे खानु, पुरा गनाएर क्या, भुँडी बिग्रियो के भएर उनीहरूलाई। त्यही भएर आई थट कि let's make it by myself and I'll eat it. But it's worth it. एक्लै हो, एक्लैलाई बनाउनु त्यस्तो टाइम लाग्दैन। मैले कतिवटा भने एटलिस्ट 20-30 पिसेस बनाएको थिएँ, एन्ड एटलिस्ट मैले 15 पिसेस त खाइसकेँ। सो आई विल किप
द रेस्ट वान फर टुमोरो. चिसो जन्मिट हुन्छ नि त्यही भएर. मैले खाँदै थिएँ. मलाई भिडियोज अचानक बनाउनु मन लाग्यो क्या. अहिले फेसबुकमा lots of people are there. I don't call them a content creator because not everybody is a content creator. You know, त्यो फोन उठाएर भिडियो बनाएर हालेमा कोही कन्टेन्ट क्रिएटर चाहिँ भन्नु चाहिँ होइन. तर आफ्नो आफ्नो सबैजना ट्राई गर्छन्, हेर्छन्, कसैको हुन्छ, चल्छ, जसको कन्टेन्ट राम्रो हुन्छ. But for me, this is just a memory for me. I'm going to keep it in my phone. I'm going to keep it in my Facebook, and I'm going to upload it in my YouTube also. मैले भिडियोजहरू हालेको आई डोन्ट नो, मैले 2018 देखिको हालेको मैले भिडियोजहरू, बट नट द्याट मच. I have like maximum only 3-4 videos I have in the YouTube, but that is only for the memories, nothing else. Because after 11 months, a perfect moment in Kuwait, I made it by myself and I'm proud. That's it guys, thank you.